नमस्ते साथीहरू, गुड मर्निङ। अहिले साउदीको समयअनुसार बिहानको 2:30 गएको छ। मेरो बसाइ साउदीमा 10 वर्ष भयो। 10 वर्षभन्दा पनि ज्यादा भइसकिसक्यो। मैले यो 10 वर्षमा पहिलोपटक मार्चको अन्तिम समयसम्म आउँदा पनि यहाँको समय एकदमै अनुकूल भएको चाहिँ पहिलोपटक महसुस गर्दैछु। किनभने योभन्दा अगाडि सालहरूमा फेब्रुअरी अन्तिमदेखि नै गर्मी भइसकेको हुने गर्थ्यो र हामीले सुत्दाखेरि अथवा रुममा त्यत्तिकै बिना एसी बस्न गाह्रो भएको जस्तो महसुस हुन्थ्यो भने अहिले चाहिँ एकदमै एसी को जरुरत नै नपरेको अवस्था छ यहाँ। अब यो जलवायु परिवर्तनको कारणले हो या अब के हो होइन। यहाँ विगत केही दिन अगाडिदेखि केही हप्तादेखि पानी परेकै छ है।